यहुदी जातिहरूले सयौं वर्षसम्म मुक्तिदाताको अवयवको लागि प्रतीक्षा गरेको हामी धर्मशास्त्र बाइबलमा पाउँछौँ। प्रिय आज तिनीहरूको अवय प्रतीक्षा आज हामीहरूमा पनि भएको छ अनि आउन लागेको क्रिसमस अनि एकदमै नजिक आएको कारणले हामी पनि क्रिसमस नजिक आउँदैछ येशू ख्रीष्टको अनि जन्म दिवस भनेर हामी तपाईहरुलाई सन्देश दिन तपाईहरुको घर दैलोमा आएका छौं। यसरी चाहिँ यसैया अगमवक्ताले यसैया 7:14 मा अनि अगमवाणी बोलेको हामी धर्मशास्त्र बाइबल यसैया 7:14 मा अनि यसरी अगमवाणी बोलेका छन्, यसै कारण परमप्रभुले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ, हेर कन्या गर्भवती हुनेछ र त्यसले एउटा पुत्र जन्माउनेछ जसको नाम इमानुएल राखिनेछ। प्रिय मित्रहरू, आज दर्शक बन्धु, आज तपाईहरुको माझमा आज विशेष गरेर हामी त्यही येशू ख्रीष्टको सुसन्देश दिनको लागि जन्म त्यसैको एकदमै नजिक आएको छ। पुस 10 गते भनेर अनि पूर्व तयारीको लागि हामीहरू सँगसँगै हजुरहरू पनि अनि रमाहटमा यो खुसीको सन्देशमा आउनुहुन्छ भन्ने सन्देश दिनको लागि हामी तपाईहरुको घर दैलोमा आएका छौं। अनि धेरै सालसम्म अनि यो अगमवाणी बोलेको कयौं वर्षसम्म सयौं वर्षसम्म अनि चाहिँ रहिरह्यो अनि नयाँ करारको पालामा जब येशू ख्रीष्टको जन्म भयो, जहाँनिर हामी धर्मशास्त्र बाइबल अध्ययन गर्नुहुन्छ, यो सत्य कथासँग तपाईहरु नजिकमा आउन चाहनुहुन्छ र पढ्नुभयो भने अनि तपाईहरु पनि बुझ्न सक्नुहुन्छ। हामी सबै कुरा अहिले माइक्रोफोनबाट भन्न असम्भव छ। तपाईहरु हाम्रो भाइ बहिनीहरुसँग टेक्स्टहरु छन् अनि साना पकेटमा राख्ने बाइबलहरु छ, त्यो बाइबलबाट तपाईहरु चाहिँ यो कथालाई अनि चाहिँ ग्रहण गर्न सक्नुहुन्छ। प्रिय मित्रहरू, यहाँनिर उत्पत्ति मत्ती 1:22 अनुसार अनि यो वचन पूरा भएको छ। अगमवक्ताद्वारा बोलिएको वचन यसरी पूरा भएको छ, हेर कन्या गर्भवती हुनेछ र त्यसले एउटा पुत्र जन्माउनेछ र उहाँको नाम इमानुएल राखिनेछ, जसको अर्थ परमेश्वर हामीहरूसँग। आमेन। आज प्रिय मित्रहरू, यसरी परमेश्वर हामीहरूसँग रहेको कारणले गर्दा आज यो सङ्गीत झुल तपाईहरुको घर दैलोमा, शहरमा, गाउँमा, चोकमा, यसरी गलीहरुमा अनि यही येशू ख्रीष्टको जन्म उत्सवको सन्देश दिनको लागि हामी तपाईहरुको घर दैलोमा आएका छौं। प्रिय मित्रहरू, अनि तपाईहरु यो सत्य कथाहरूलाई ग्रहण गर्न चाहनुहुन्छ, हामीसँग संगतिमा आएर अझै रमाइलो कुराहरूसँग साझेदार हुन चाहनुहुन्छ अनि यो कथालाई तपाईहरु आफै नै ढाल्न सक्नुहुन्छ। अनि शनिबारको दिन हामी पासन विश्वासी मण्डली बैरियामा अनि हामी 10:30 बजे त्यहाँ आराधना गर्छौं अनि हाम्रो संगीत झुन्डसँग रहेर तपाईहरुले कथाहरूलाई ग्रहण गर्न सक्नुहुन्छ। अनि विशेष गरेर हामी क्रिसमस डे अनि यही पुस 10 गते डिसेम्बर 25 तारिखको हामी मनाउन गइराखेका छौं। त्यसैको सन्देश दिनको लागि अनि त्यसैको खुसीको हर्षला सँगसँगै तपाईहरुसँग बाँड्नको लागि हामी तपाईहरुको यो बोरगाउँ क्षेत्रमा आएका छौं। प्रिय मित्रहरू, अनि अझै पनि हामीहरूसँग हाम्रो नानीहरूले अनि नाचहरू देखाउनु हुनेछ अनि गीतहरूबाट तपाईहरु मनोरञ्जन गर्न सक्नुहुन्छ। त्यही येशू ख्रीष्टको अवाइको अनि चाहिँ सुसन्देशको चाहिँ सुसमाचार प्रचार र उहाँको जन्मदिनको नजिकको घोषणा गर्नको लागि तपाईहरुको घर दैलोमा हामी आएका छौं। प्रिय मित्रहरू, प्रत्यक्ष गर्नुहोस्, अब हाम्रो संगीत झुन्डबाट अनि गीतहरू गाउनु हुनेछ, नाचहरू देखाउनु हुनेछ र तपाईहरु हामी सँगसँगै क्रिसमसको हर्षोल्लास मनाउनेछौँ। हुन्छ, अब बाँकी रहेछ